योजना आयोगका सदस्य डाक्टर सुदन कुमारजी। सुदनजी, यहाँलाई स्वागत छ। धन्यवाद। अब आज प्रदेश सरकारले बजेट ल्याउँदैछ हैन, निजी क्षेत्रको फरक किसिमको अपेक्षा र आशा रहेको छ। आम नागरिक पनि आफ्नो जनजीविकालाई छुने गरी कस्तो बजेट आउला भन्ने प्रतीक्षामा पनि रहनु भएको छ। यद्यपि बजेट भने यति बेला तानातानको अवस्थामा रहेको छ र 5 बजेलाई सरेको छ। के भन्नुहुन्छ यो समयमा? उसले भने जस्तो अहिलेको तानातानको अवस्था पनि अहिलेको अवस्थामा त्यो पनि होइन, किनभने अब 5 बजे हाम्रो संसद जाँदैछ। त्योभन्दा अगाडि क्याबिनेटले इन्डोर्स गरेर संसदमा पठाउने हो। त्यसकारणले हाम्रो हिजो नै हाम्रो सबै कार्यक्रमहरू लगभग लक भइसकेर अहिले प्रेसमा गइसकेर पनि प्रेसमा पनि अन्तिम चरणमा अब यहाँ हामी कहाँ आइपुग्ने बेला भइसकेको हो। त्यसकारणले यो ठ्याक्कै बाहिर जसरी हल्ला आइरहेको छ यो तानातानको अवस्था ठ्याक्कै त्यसै पनि होइन। तर एउटा कुरा के छ भने बजेटको आउने बेलामा हाम्रो सीमित स्रोत भएको अवस्थामा अब धेरै सकेसम्म त्यसमा भएका मानिसहरूले, मान्यज्यूहरूले, मन्त्रीज्यूहरूले धेरै योजनाहरू पार्न कोसिस गर्नु स्वाभाविक पनि हो। कस्ता योजनाहरू प्राथमिकीकरण भएको छ त यसपालि लुम्बिनी प्रदेशमा? समग्रमा अहिले चाहिँ के छ भन्नुहुन्छ भने लुम्बिनी प्रदेशले सरकारले दोस्रो आवधिक योजना तयार गरेको छ। त्यसलाई नै आधार मानेर हामीले धेरैवटा अहिले क्षेत्रहरूलाई, मुख्य गरी कृषि, पर्यटन, त्यसपछि प्राइभेट निजी क्षेत्र र यो युवाहरूलाई चाहिँ कसरी जोड्न सकिन्छ, विशेष गरी मानवीय पुँजी निर्माणमा कसरी प्रदेश सरकारले काम गर्न सक्छ, स्थानीय अर्थतन्त्रलाई कसरी व्यवस्थित गर्न सक्छ भन्ने हिसाबले पनि हामीले काम अगाडि बढाएका छौँ। मलाई आशा छ कि हाम्रो अस्तिको नीति तथा कार्यक्रमहरू यहाँले हेर्नुभयो भने त्यही अनुसार त्यही इनलाइनमा छ र अहिले आउने बजेट पनि, आज आउने बजेट पनि त्यही अनुसार नै अगाडि आउनेछ भन्ने। तर हामीले विगतका बजेटहरूको कार्यान्वयन पक्ष हेर्ने हो भने त्यति ढुक्क हुने किसिमको हुँदैन थियो हैन। यसपालि बजेट कार्यान्वयनलाई अझ जोरदार, त्यसलाई एकदमै प्रभावकारी बनाउनको लागि चाहिँ कसरी अगाडि बढ्छ त सरकार? अहिलेको चालु आर्थिक अवस्थाको नै हेर्नुहुन्छ भने करिब हाम्रो 70% भन्दा बढी नै जान्छ। यो विगतका 7 वर्षको अनुभवले पनि हामीलाई के देखाएको छ भने अघिल्ला सरकारहरूको करिब 70% भन्दा बढी औसतमा खर्च भएको अवस्था छ। अहिले प्रदेशको राजस्वको स्रोत हेर्नुहुन्छ, यहाँको कार्यान्वयन गर्ने क्षमताको अवस्था हेर्नुहुन्छ भने हामीले जति यो काम गरिरहेको छौँ एक लेभलको यो सन्तोषजनक नै मान्न सकिन्छ। तर कतिपय चिजहरू के छ भने अहिले हाम्रो प्रदेश सरकारले केही 4वटा मुख्य प्राइड प्रोजेक्टको रूपमा अगाडि सारेका, जस्तै शिक्षा क्षेत्रको रूपमा हुन्छ लुम्बिनी प्राविधिक विश्वविद्यालय, स्वास्थ्य क्षेत्रको रूपमा यो प्रादेशिक अस्पताल, त्यसपछि यहाँको राजधानी विकास कार्यक्रम र अर्थतन्त्रसँग जोड्ने सडक पूर्वाधारसँग कनेक्टिभिटीको रूपमा चाहिँ रामपुरदेखि जिनावाङ जुन सडक खण्ड छ, यी आयोजनाहरूले केही हदसम्म हामीलाई चाहिँ अलिकति दायित्व अलि थप गरेकै छ। त्यसलाई पनि हामीले एउटा व्यवस्थापन गर्नुपर्ने छ भने योभन्दा अघिल्ला सरकारहरू तथा यो वर्ष पनि केही हाम्रो बहुवर्षीय दायित्वहरू छन्, त्यसले पनि केही नियमित रूपमा जाने कार्यक्रमहरू छन्। त्यसकारणले सकेसम्म हाम्रो चाहिँ अहिलेको प्रयास पनि के छ भने सरकारले जति सक्दो पुराना आयोजनाहरूलाई सम्पन्न गरेर अगाडि जाने भन्ने कुरामै सबैको सहमति छ। त्यही अनुसार चाहिँ सबै मन्त्रालयले चाहिँ त्यो बजेटहरूको आफ्नो सिलिङमा रहेर काम गरिराख्नु भएको चाहिँ छ। अब यो बजेटले निजी क्षेत्रलाई कसरी समेट्ने छ? विशेष गरेर उहाँहरूले सदैव भन्ने कुरा भनेको लगानी मैत्री वातावरण चाहियो भने भन्दै आउनु भएको छ। त्यो किसिमको वातावरण बन्न कति हदसम्म सकेको छ? अब थप के हुनु छ? अब अहिले हेर्नुहुन्छ भने हाम्रो समग्रमा नेसनल इकोनोमीमा पनि त्यसको कुरा र अर्को कुरो चाहिँ लुम्बिनी प्रदेशभित्र पनि करिब 60% भन्दा बढी निजी क्षेत्रको भूमिका छ। र त्यो निजी क्षेत्रको भूमिकालाई अझ कसरी व्यवस्था अझ गहन बनाउन सकिन्छ हाम्रो रोजगारीसँग जोड्ने, किनभने अहिले रोजगारी सिर्जनाको काम निजी क्षेत्रको, हाम्रो व्यवसाय वातावरण बनाउने, व्यवसायलाई अभिवृद्धि गर्ने, इकोनोमिक एक्टिभिटिजहरूलाई चाहिँ अझ भाइब्रेन्ट गर्दै जाने काम प्राइभेट सेक्टरको, र यसलाई वातावरण बनाइदिने काम सरकारले गर्छ। र सरकारले सोही अनुसारका अहिले निरन्तर रूपमा प्राइभेट सेक्टरसँग पनि हामीले छलफल गरेर हामीले आवधिक योजना बनायौँ। सँगसँगै अहिले पनि विभिन्न मन्त्रीज्यूहरूले पनि विभिन्न प्राइभेट संस्थाका छात्र संगठनहरूसँग चाहिँ उहाँले नियमित रूपमा सम्पर्कमै हुनुहुन्थ्यो। मलाई जहाँसम्म लाग्छ सबै क्षेत्रले, विशेष गरी उद्योग पर्यटनको क्षेत्रमा, त्यसपछि आएर यो पूर्वाधार विकाससँग पनि केही स्थानीय तहको अथवा केही त्यो निजी क्षेत्रको र हाम्रो पूर्वाधारसँग बिजनेससँग जोडिएका पूर्वाधारमा पनि निजी क्षेत्रको भूमिका रहन्छ भन्ने अपेक्षा छ। सँगसँगै हाम्रो वन व्यवस्थापनको क्षेत्र प्रदेश सरकारको र यातायात व्यवस्थापन क्षेत्र चाहिँ प्रदेश सरकारको मुख्य क्षेत्र, यो अधिकार क्षेत्र भएको हुनाले त्यो विषयमा पनि
विशेष रूपमा चाहिँ प्रदेश सरकारको चासो छ। अब यो चालु आर्थिक वर्ष सकिनको लागि मात्र 1 महिना जति समय हामीसँग रहेको छैन। अघि यहाँले भन्नुभयो 40% बजेट खर्च भएको छैन भनेर। यसबाट हामीले आगामी आर्थिक वर्षको बजेटलाई कार्यान्वयन गर्ने समयमा चाहिँ कस्तो पाठ सिक्नुपर्छ होला? मुख्य गरी हामीले बनाउने कतिपय आयोजनाहरू छन्। ती आयोजनाहरू चाहिँ जुन हामी बजेट विनियोजनको कुशलताको कुरा गर्छौँ, अहिले चाहिँ प्रदेश सरकारले तयार गरेको यो हाम्रो जुन प्रादेशिक सडक को एउटा नेटवर्कको हामीले तयारी गरेका छौँ। यसलाई अस्तिको हाम्रो मन्त्री परिषदको क्याबिनेटले पनि पास गरेर अहिले बजेट पनि सोही अनुसार बनाउनु भनेर मुख्यमन्त्रीज्यूको स्पष्ट निर्देशन पनि थियो र त्यही अनुसार मलाई जहाँसम्म लाग्छ, किनभने आज 5 बजे नआउन्जेसम्म त मैले पनि त्यो सम्पूर्ण बजेट हेर्न भएको छैन। त्यस कारणले अब 5 बजेपछि नै कसरी आयो भन्ने कुरा आउला। तर समग्रमा प्रदेश सरकारले के गर्न खोजिरहेको छ भने अधुरा आयोजनाहरू जुन चाहिँ आयोजनाको रूपमा अगाडि सारी ती आयोजनालाई प्रदेशले लगानी गरेको छ, ती आयोजनाहरू कम्प्लिट गरेर उसले चाहिँ उत्पादनसँग कसरी जोड्न सकिन्छ भन्ने हिसाबले पहिलो प्राथमिकता रहन्छ र त्यसले चाहिँ हाम्रो एउटा बजेटको कार्यान्वयनको बाटोलाई पनि त्यसले सपोर्ट गर्छ भने अर्को चिज चाहिँ हामीले सुरुवात गरेका आयोजनाहरू सम्पन्न भएर त्यसले चाहिँ यो सर्भिस डेलिभरीमा पनि सपोर्ट गर्छ भन्ने कुरा हो। र दोस्रो कुरा चाहिँ के छ भने चाहिँ हाम्रो प्रदेशको चाहिँ अहिले क्षमताको जुन खर्च गर्ने क्षमताको कुरा गर्नुहुन्छ भने हामीसँग जम्मा 52% जनशक्तिले हामीले प्रदेश सञ्चालन गरिरहेका छौँ हैन। करिब करिब हामीसँग 48% चाहिँ हाम्रो चाहिँ जनशक्तिको अभाव छ। त्यति हुँदाहुँदै पनि हामीले करिब 70% भन्दा बढी खर्च हामीले गरिरहेका छौँ। यसमाथि पनि मुख्य गरी हाम्रो करिब 60% त हाम्रो पुँजीगत खर्च हुन्छ। त्यो पुँजीगत खर्च भनेको हाम्रो पुँजी निर्माण, प्रादेशिक पुँजी निर्माणमा र सँगसँगै राष्ट्रिय पुँजी निर्माणमा पनि त्यसले योगदान गर्छ। समग्र नेपालको अर्थतन्त्रमा लुम्बिनी प्रदेशले करिब 14.23% भन्दा बढी चाहिँ हाम्रो योगदान छ। अहिलेको अवस्थामा हेर्नुहुन्छ भने 8 खर्ब 68 अर्बको हाम्रो जुन इकोनोमिक साइज छ, यो साइजलाई चाहिँ हामीले व्यवस्थापन गर्नलाई पनि प्रदेशभित्र रहेका विभिन्न संरचनाहरू छन्, प्रादेशिक संरचना, संघीय संरचना र स्थानीय सरकारसँग जोडिएका संरचना, तीसँग समन्वय गरेर नै हामीले हाम्रो खर्च बजेटको कुरा, त्यसपछि स्रोत व्यवस्थापनको कुरा चाहिँ हामीले अगाडि बढाउनु पर्छ। र यही अनुसार चाहिँ किनभने संहिताको मर्म नै के हो भने प्रदेश सरकारले स्थानीय तहसँग गएर काम गर्ने, प्रदेश सरकारको मकसदै के हो भनेपछि हामीले यो रिजनल डेभलपमेन्ट, यो प्रादेशिक विकासमा चाहिँ भूमिका खेल्ने गरी तय गरिएको जुन यसको अस्तित्वको जुन प्रदेश सरकारको महत्त्व सोही अनुसार नै हामीले काम गर्न खोजिरहेका छौँ। र कतिपय अभ्यासहरू के भयो भने विगतका अभ्यासलाई पनि हेर्दाखेरि स्थानीय तहको सरकारले जुन लेभलमा गएर काम गर्छ, प्रदेश सरकारले पनि त्यही लेभलमा गएर काम गर्नुपर्छ भन्ने जुन मानसिकता विकास भयो, त्यसले चाहिँ प्रदेशलाई अलिकति छायामा पारेको हो। होइन भने प्रदेशको मुख्य भूमिका भनेको स्थानीय तहमा गएर काम गर्ने र स्थानीय तह। तर तपाईले यो भन्दै गर्दाखेरि प्रदेश सरकार मात्र म लुम्बिनी प्रदेशको कुरा गरिरहेको छैन कि समग्र प्रदेशहरूको बढी मात्रामा अभ्यास के देखिन्छ भने संघीय सरकारले पठाएको बजेटलाई चाहिँ सप्लायर्सको होइन, त्यसलाई विनियोजकको रूपमा मात्र भूमिका बढी देखिने, तर राजस्व वृद्धि लगायतका विषयमा चाहिँ फेरि अलि जति मात्रामा काम हुन सक्थ्यो प्रभावकारी रूपमा त्यो हदसम्म काम गर्न नसक्ने त्यो प्रवृत्ति त छ नि मान्नुहुन्छ? यहीँनिर मुख्य प्रदेशको भूमिका नै यहीँनिर हो कि जस्तो अहिले हाम्रो छ नि अघिल्लो वर्षको तुलनामा करिब 1.5 अर्बभन्दा बढी चाहिँ हाम्रो राजस्व वृद्धि भएको छ। यसले के देखाउँछ भने लुम्बिनी प्रदेश सरकारले आफ्नो राजस्वको दायरा पनि विस्तार गर्न कोसिस गरिरहेको छ। मुख्य गरी प्रदेशको राजस्वको स्रोतमै मुख्य हावी हुने दुईटा क्षेत्रहरू, एउटा यातायात व्यवस्थापनको क्षेत्र, अर्को चाहिँ सामुदायिक वन व्यवस्थापनको क्षेत्र। यी दुवै क्षेत्रमा प्रदेश सरकारले चाहिँ कानुन बनाएर व्यवस्थित गर्न खोजिरहेको छ। सोही अनुसार चाहिँ काम अगाडि बढिरहेको छ। लुम्बिनी प्रदेशको केसमा भने चाहिँ अन्य प्रदेशको तुलनामा पनि मलाई जहाँसम्म लाग्छ उहाँहरूले सोही अनुसार काम गर्नुभएको छ। कतिपय चिजमा चाहिँ कस्तो हुन्छ भने मैले अगाडि भने जस्तै प्रदेश सरकारले के गर्ने भन्ने कुरा कहिलेकाहीँ कन्फ्युजन भएको, जनतालाई पनि के आम नागरिकमा पनि के देखिँदो रहेछ भने स्थानीय तहको सरकारले जसरी त्यो एक्टिभ भएर डे टु डे एक्टिभिटिजमा पब्लिक इङ्गेजमेन्ट भइरहेको हुन्छ, प्रदेश सरकारको पनि त्यही अनुसार हुनु पर्यो भन्ने जुन अपेक्षा छ त्यो चाहिँ हाम्रो संवैधानिक मर्म पनि होइन। सोही अनुसार प्रदेशले अलिकति रिफाइन गर्दै जानु चाहिँ पर्छ। अघि हामीले अर्थविद नकुल केसीसँग पनि कुराकानी गर्यौं लुम्बिनी प्रदेश केन्द्रित रहेरै हैन। उहाँले पनि के भनिरहनु भएको थियो भने हामीले युवा मैत्री विषयहरू कार्यक्रमहरू चाहिँ कतिको मात्रामा ल्याउँछौँ भन्ने कुराले पनि युवाहरूलाई त्यो किसिमको जोश र जागर दिन्छ भनेर भन्दै हुनुहुन्थ्यो। मुख्य गरेर अब युवा विदेश जाने क्रम रोक्न नसकिएला, तर विदेश जाँदैछन् भन्ने सिप सहितको जाउन भनेर त्यो किसिमको तालिम हुन्छ अथवा अन्य किसिमका कार्यक्रमहरू ल्याउनु पर्ने स्थिति पनि रहेको छ। त्यो सँगै मैले जोड्न चाहेको चाहिँ जो युवाहरू विदेश गएका छन् उनीहरू फर्केर आउन चाहन्छन् र फर्केर आएको खण्डमा त उनीहरूसँग
पुँजी पनि हुन्छ नि त, त्यसको लगानी गर्नको लागि हजुर। त्यो किसिमको चाहिँ सहजता चाहिँ सरकारले कसरी निर्माण गर्न सक्ला? अब अहिले जस्तो प्रदेश सरकारकै हाम्रो आवधिक योजनालाई नै हजुरले आधार मानेर कुरा गर्नुहुन्छ भने हजुर। लुम्बिनी त्यो त्यसका मुख्य 4वटा डिआनी मध्ये एउटा डिआनी चाहिँ मानवीय पुँजी निर्माण हो। जबसम्म हाम्रो प्रदेश सरकार के कुरामा अझै क्लियर छ भने जबसम्म यो मानवीय पुँजी होलिस्टिक ह्युमन क्यापिटल डेभलपमेन्ट एप्रोचबाट हामीले हाम्रा आयोजनाहरू हाम्रा कार्यक्रमहरू हाम्रा नीतिहरू आउँदैनन् तबसम्म हामीले चाहिँ समग्रमा प्रदेशको जुन डिपार्चर गर्नुपर्ने छ अहिले, चाहे डेभलपमेन्टको कुरामा फिजिकल डेभलपमेन्टको कुरामा होस् चाहे सोसियल डेभलपमेन्टको कुरा होस् अथवा अन्य सुशासनसँग जोडिएको कुरा, त्यसको एक मात्र अहिले जति पनि व्यतिथि छ त्यसको पुँजी भनेको मानवीय पुँजी निर्माणको एप्रोचबाट हाम्रा कार्यक्रमहरू हाम्रा नीतिहरू हाम्रा अभ्यासहरू जानुपर्ने हो। त्यही अनुसार प्रदेश सरकार अहिले क्लियर छ र अहिले त्यही अनुसार अहिले चाहिँ हामीले यो आगामी बजेटमा पनि हामी अस्ति भर्खरै आएको नीति तथा कार्यक्रममा पनि उद्यमशीलताको कुरा, सिक्दै कमाउँदै गर्ने कुराहरू, स्टार्टअपसँग जोडिएका कुराहरू, यसलाई चाहिँ हामीले प्राथमिकताका साथ अगाडि राखेका छौँ। मलाई जहाँसम्म लाग्छ हाम्रो अहिलेको छलफल अनुसार बजेटमा पनि सोही अनुसार रिफ्लेक्ट हुनेछ, किनभने हामीले बनाउने योजना आयोगको तर्फबाट बनाउने भनेको योजना हो। योजना बनाएर हामीले सोही अनुसार निर्देशन सहितको हामीले पठाएका छौँ मन्त्रालयहरूमा र मन्त्रालय यो बजेट भनेको वार्षिक कार्यक्रम हो। कार्यक्रम मन्त्रालयले बनाउँछ। मलाई जहाँसम्म लाग्छ मन्त्रालयले यसको महत्त्वलाई बुझेर सोही अनुसार बजेट बनाएर आज चाहिँ प्रस्तुत गर्नेछ भन्ने हालसम्मको अवस्थालाई तपाईले कसरी भन्न सक्नुहुन्छ? जस्तो कि योजना ब्याङ्क, योजना आयोगको रणनीति अनुरूप सरकारले काम गर्न सकेको छ कि छैन त? अब अहिले चाहिँ हामीले एउटा चिज चाहिँ गर्न नसकेको के हो भने हामीले तयारी गरेको तर सरकारले पनि त्यसलाई कोसिस गर्दा गर्दै पनि अन्तिम चरणमा त्यसमा गर्न नसकेको चिज चाहिँ के हो, वार्षिक योजना तर्जुमा जुन निर्देशिका योजना आयोगले तयार गरेको छ त्यस र अर्को चाहिँ आयोजना बैंक निर्देशिका जुन तयार गरेको छ यसलाई यदि हामीले यतिखेरै तयारी गरेर पास गरेर लान सकेको हुन्थ्यो भने अझ त्यसले अझ गहन रूपमा लान सक्थ्यो। तर पनि मलाई आशा छ कि यसले लिएका मकसदहरू चाहिँ जस्तो योजना छनौटको प्रक्रिया हैन, जस्तो हामीले चाहिँ अहिले चाहिँ प्लानिङ एप्रोच नै हाम्रो रङ छ के, अहिले त्यसलाई चाहिँ हामीले सुधार्न कोसिस गरिरहेका छौँ। मलाई जहाँसम्म लाग्छ यसपालि अब सकिएन किनभने हाम्रो विभिन्न कारणले गर्दा र आगामी वर्षदेखि चाहिँ त्यो प्लानिङ एप्रोचबाट गएर हाम्रो चाहिँ प्लानिङ प्रोसेस छ त्यो पनि सुधार हुनेछ र हाम्रा आयोजनाहरू चाहिँ जसरी प्रदेश सरकारले लगानी गर्ने आयोजनाहरू पनि आयोजना बैंक मार्फत आउनेछ। अहिले सबै मुख्यमन्त्री लगायत सबै राजनीतिक नेतृत्व त्यसप्रति उहाँहरू कन्भिन्स हुनुहुन्छ, मात्र अब यसलाई चाहिँ अब आधिकारिक रूपमा पास गरेर लानुपर्नेछ। मलाई जहाँसम्म लाग्छ आगामी आर्थिक वर्षदेखि त्यो अगाडि बढ्नेछ। त्यसो भए योजना आयोगको जुन रणनीति छ, निर्देशनात्मक विषयहरू अघि हामीले जति पनि कुरा गर्यौं यसमा समस्याहरू कहाँ कहाँ भेट्नुभयो जसले गर्दाखेरि यहाँहरूले सुदृढीकरणको आवश्यकता औल्याउनु भयो भर्खरै जुन प्लानिङ प्रोसेसदेखि लिएर सबै कुरामा? पहिलो समस्या चाहिँ कहाँनिर देखियो भने हाम्रो विनियोजन कुशलता र हाम्रो चाहिँ प्राथमिकरणमै समस्या हो। एक पहिलो कुरा प्राथमिकरण समस्या हो। दोस्रो कुरा अझ त्योभन्दा अगाडि हेर्नुहुन्छ भने मुख्य गरी 3वटा कुरामा चाहिँ मैले विशेष गरी देखेको छु। पहिलो कुरा प्रदेशको एक्जिस्टेन्सको महत्त्व के हो, प्रदेश अवस्थित हुनुको महत्त्व के हो यसलाई बुझाउन जरुरी छ। यो हाम्रो नेतृत्वप्रति पनि अलिकति त्यो देखिएन एक। दोस्रो कुरा हाम्रो प्रदेशको क्षेत्र अधिकार भित्र रहेका विषयवस्तुको प्राथमिकरण, किनभने हामीलाई संविधानको अनुसूचीमा भएका प्रदेश सरकारले गर्ने जुन व्यवस्था गरेको जुन क्षेत्र अधिकार छ कतिपय चिजमा त्यो भन्दा बाहिरका कुराहरू बढी प्राथमिकता पर्ने, प्रदेशको क्षेत्र अधिकार भित्रका कुरालाई कम प्राथमिकता पर्दाखेरि यसले चाहिँ स्रोतको विनियोजनमा पनि त्यसले चाहिँ प्रत्यक्ष रूपमा प्रभाव पार्ने अवस्था देखियो। त्यसकारणले यसलाई चाहिँ मैले के भन्ने गरेको छ भने विधायकहरूले विधायकी भूमिका निर्वाह गर्ने हो। जुन एक्जिक्युटिभ टिम छ, कार्यकारी नेतृत्व छ सरकार, त्यसले चाहिँ के भने विकासको काम गर्ने। अहिले चाहिँ विधायकी भूमिका र कार्यकारीको भूमिकाको बीचमा जुन डेभिएसन हामीले जुन फरक छुट्याउनु पर्ने त्यो फरक नछुटिँदाखेरि चाहिँ हाम्रो मान्यज्यूहरूले पनि योजना लिएर आउने, त्यसपछि कार्यालयले पनि योजना लिएर आउने र अन्तिममा चाहिँ प्राथमिकरण चाहिँ मान्यज्यूको आयोजनाहरू चाहिँ बढी प्राथमिकताकरणमा राख्नुपर्ने बाध्यता देखिन्छ। यसले गर्दाखेरि योलाई चाहिँ जबसम्म हामी सिस्टमै रूपमा चाहिँ डेभलप गरेर जाँदैनौँ तबसम्म यसलाई सुधार गर्न सकिँदैन।